हेलो गाइज, के गर्दै हुनुहुन्छ? म चाहिँ यता हेर्नुहोस्, यो चाहिँ हाम्रो खेत। अब हामी चाहिँ मल बोकेर सरर खेततिर लागियो है त साथीहरू। अब के गर्नु है, यो बेला भनेको चाहिँ मार्न खाएर मुरी उब्जाउने बेला हो नि त। त्यही भएर गाउँघरमा दुःख त गर्नै पर्यो नि। दुःख नगरी सुख कहाँबाट आउँछ त साथीहरू, होइन त? ल भन्नुहोस् त। अब आफू त गाउँले परियो, सरर मल बोकेर खेततिर लाग्यो है। गफै गफको तालमा मल बोक्नुको मजै बेग्लै हुन्छ कि। गाउँघरतिर काम गर्नुको मजै छुट्टै हुन्छ कि। ल हेर्नुहोस्, हाम्रोतिर चाहिँ है यसरी गोरुले जोतिन्छ, सरर बाइकमा बसे जस्तो हुन्छ हाम्रोतिर। अब यसरी काम मात्रै गरेर त भएन, खाजा पनि त खानु पर्यो। तर मेरो साथीहरूले चाहिँ चटपट खाने मन गर्नुभयो, त्यही भएर मैले चाहिँ सिम्पल तरिकाले चटपट बनाइदिइराखेको छु है साथीहरू। हेर्नुहोस् त, मलाई चाहिँ एकदम सिम्पल तरिकाको चटपट एकदम मनपर्छ कि। त्यही भएर मैले चाहिँ नर्मल तरिकाले चटपट बनाएको छु। अब लगभग चटपट पनि बनाएर सकिन लागिसकेको छ गाइज। फाइनल्ली चटपट चाहिँ बन्यो है हाम्रो चाहिँ। अब यतातिर काम गरेर पनि सकिसक्न लाउनु भएको छ। अब काम गरेर सक्दा हामीले चाहिँ चटपट खायौँ खाजा चाहिँ। खाजा खाइसकेर अब सरर घरतिर लाग्यो। हेर्नुहोस् न कति आनन्दले। अब एउटा दुइटा सेल्फी पनि हान्यो। हजुरहरूले धानको बिउ राख्नुभयो कि नै? लाइक कमेन्ट सेयर गरिदिनु होला है त।